हेलो गाइज वेलकम टु माई ब्लग। हाम्रो चाहिँ आज यो फर्स्ट ब्लग हो नाइट रक्सी लिनको बर्खलामा। हेरेर इन्जोय गरिदिनु होला, लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला। नयाँ नयाँ हो, तपाईँहरूको माया भएर माथि पुग्ने हो। लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला। हामी चाहिँ अहिले हेलिप्याड पुगेको अवस्थामा छु। टक्क धुवाको जस्तै पुरै आइरहेछ होइन गाइज, सक्नुहुन्छ। हामी चाहिँ अहिले अब मेन रोडमा पुगेको अवस्थामा छु। मेन रोड पुगेर राइट टर्न लिएर सट्ट सरर जाँदैछु। गाइज हेर्न सक्नुहुनेछ, बवाल छ यो रेस्टुरेन्ट चाहिँ, झिलिमिली पुरै गाइज। यहाँदेखि चाहिँ के भयो क्यामेराको क्वालिटी पुरै घटेर आएको छ। पुरै लाइट क्यामेरामै परेर क्या पुरै धमिलो घटेर आएको छ। तर पनि इन्जोय गरिदिनु होला। केही बोल्न आउँदैन, त्यही भएर बिचमा अलिअलि मात्र हो।
बर्गलातिर पुगिसकेको अवस्थामा छु। हेर्न सक्नुहुन्छ बर्गलाको नजारा झिलिमिली हो, पुरै लाइटै लाइट छ। है गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरूले। हामी चाहिँ रक्सी किन्ने ठाउँमा पुगेको अवस्थामा छु। हेर्न सक्नुहुन्छ झट्ट जाँदै अलि पर पुगेपछि भित्र छिर्छ अनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। झट्ट झिलिमिली रमाइलो ठाउँ छ। तपाईँहरू नि आउन सक्नुहुन्छ घुम्न यहाँतिर। धेरै होइन, ट्रेनमा आयो भने त्यही 4 दिन जतिमा आइपुग्नुहुन्छ तपाईँहरू। हामी चाहिँ रक्सी किन्ने पसलमा पुगिसकेको अवस्थामा हो। अब आजलाई यति नै। अर्को फर्केको भिडियो नेक्स्ट पार्ट।